ट्रफी हाम्रो बेस क्याम्पबाट हाम्रो किरणबाट सेन्चुरी 100 5 विकेट 100 बेस क्याम्पको हरिण नोट बेस क्याम्पबाट त्यही दिन क्यास यदि तपाईहरु ओभर कन्फिडेन्स हुनुहुन्छ भने पहिले पे आउट पनि गर्छ गर्छ हान्न चाहिँ पर्यो हान्न चाहिँ पर्यो यस्तै जोस हामीले यो गत सिजन मलाई यहाँ अफिल दुवैमा एकदमै जोसिलो टिम क्यानबेराकै बेस्ट टिम नै भन्छु म किनभने हामीले आउनु भएकोमा तपाईहरु सबैजनालाई चाहिँ थ्यांक यू भन्न चाहन्छु र यो सिजन यो पल र सिएनपिएलको सिजन 2 हुँदै गर्दाखेरिमा हाम्रो सुरुवातदेखि हामीले भन्दै आएको कुरा म दाजुभाइ वारियर्स भन्ने चिज एक्जिस्ट गर्छ भन्ने हो र दाजुभाइ वारियर्सको सबै क्रियाकलापहरू त्यो सिएनपिएलको भाइब बचाउनका लागि त्यो सिएनपिएलको हाइप बचाउनका लागि हो र यसको सस्टेनेबिलिटी र यसको दिगोपन नै हाम्रो प्रमुख चिज हो जबसम्म सिएनपिएल बच्छ हामी त्यसै बचिहाल्छौँ र हाम्रो प्लाटिनम स्पोन्सर चौतारी मिनी मार्केट धेरै धेरै आभारी छु अनि यसपालि चाहिँ हाम्रो टिमले चाहिँ स्योरै कप उठाउनेछ भने त्यसैले सम्पूर्ण हाम्रो आइदिनु स्पेसल डिस्काउन्ट हाम्रो प्रेजेन्स जनाएर र त्यहाँ आफ्नो मुख्य रोल खेलेर हाम्रो नेटवर्क बढाउने कामदेखि लिएर हरेक कुरामा एकदमै सपोर्ट गर्नुहुने हाम्रा किरण गौतमजी उहाँलाई पनि स्टेजमा आएर सम्पूर्ण प्लेयरलाई हौसला बढाइदिनु हुन र आफ्नो 2 शब्द राखिदिनु हुन म किरण गौतमलाई यहाँ उपस्थित सम्पूर्ण प्लेयर हाम्रो स्पोन्सर दाजुहरू सम्पूर्णमा मेरो हार्दिक कृतज्ञता सबैलाई स्वागत छ लेट्स ब्रिङ ट्रफी दिस टाइम टु दि दाजुभाइ वारियर मेरो भन्नु केही पनि छैन जस्ट प्लेयरहरूलाई चाहिँ के छ भने जस्ट बी योर सेल्फ प्ले फर योर सेल्फ हाम्रो लागि भन्दा पनि तपाईँहरू आफ्नो लागि एउटा क्लबबाट माथि उठेर बियोन्ड दि क्लब आफ्नो लागि खेल्नु होला अदरवाइज त त्यो क्लबमा मात्रै सीमित हुने कि क्लबभन्दा माथि उठेर अझ अगाडि बढ्ने भन्ने कुराहरू इट्स अप टु यु गाइज है रोनाल्डो विराट कोहली जो पनि त्यो क्लबको खतरा हो म भनेर क्लबमा मात्र खेलेको भए चाहिँ तिनीहरू अहिले नेसनल प्लेयरसम्म हुन सक्दैनन् होला पुरा भए त्यतिखेर कति कुराहरू पुरा भएनन् ती विगतलाई त्यतै छोड्यौँ तर एउटा कुरा भने के पुरा भयो भने गेम हार्दै गर्दाखेरि त्यतिखेर हाम्रो कहिले पनि आत्मा हारेन कहिले पनि हाम्रो हिम्मत हारेन त्यतिखेर अन्तिम गेमसम्म पनि हामी डटिरह्यौँ हामी खेलिरह्यौँ त्यसै गर्दै त्यो एउटा आत्मविश्वास सँगसँगै हामी अहिले यो सिजन 2 मा आएका छौँ त्यो फेरि पनि एउटा त्यो आत्मीयता त्यो तपाईँहरूको बिचको त्यो एउटा हुन्छ नि खेल्दाखेरि निस्किने त्यो भावना अहिले पनि काम रहोस् फेरि पनि धेरै शुभकामना तर यसपालि भने गेम हार्ने जित्ने भन्दा पनि यसपालि हामीले ट्रफी नै ल्याउने हो होइन यसपालि हामी ट्रफी ल्याउने हो ट्रफी ल्याउँछौँ पनि एउटा त्यो विश्वास पनि छ नयाँ टिम नयाँ जोस नयाँ जागर छँदैछ यति भन्दै फेरि पनि शुभकामना धेरै धेरै शुभकामना यसपालि ट्रफी हाम्रै हो एज अ टिम जसरी जति घुलमिल हुन सक्यो जति आफ्नो इम्प्रुभ गर्न सक्यो त्यति नै टिमलाई फाइदा हुन्छ एज अ दाजुभाइ आई थिङ्क अलिकति एटिट्युड च्याम्पियन जस्तो जानु पऱ्यो कि यु डोन्ट ह्याभ टु विन एभ्री गेम टु बी च्याम्पियन होइन तर अलिकति एटिट्युड चाहिँ ग्राउन्डमा देख्नु पऱ्यो र जुन इन्भल्भमेन्ट छ हाम्रो अनर्सहरूको कमेन्टेबल छ सोल दिनुभएको छ है थ्याङ्क यू सो मच कन्टिन्यू गर्नु त्यसको लागि चाहिँ होइन इट इज इमोसनल जर्नी त्यत्रो दुःख गरेर टिम बनाउनु भएको छ होइन हार्दाखेरि दुःख हुँदाछ हामी प्लेयरलाई पनि हार्दा त्यति नै दुःख लाग्छ होइन तर लेट्स किप दिस एटिट्युड अप होइन धेरै राम्रो टिम छ योपालि हाम्रो विकनेसेसहरू हामीले कभर गरेका छौँ ब्याटिङ बलिङ फिल्डिङदेखि आई थिङ्क वी सुड डु गुड थ्याङ्क यू राम्रो गाइडेन्स छ बोन्डिङ पनि राम्रो छ हामी सबैको एकअर्काको गेम नै थाहा छ हामीलाई त्यसपछि बेस क्याम्पबाट हाम्रो किरणबाट सेन्चुरी 100 5 विकेट 100
बेस क्याम्पको हरिण नोट बेस क्याम्पबाट त्यही दिन क्यास यदि तपाईँहरू ओभर कन्फिडेन्स हुनुहुन्छ भने पहिले पे आउट पनि गर्छ गर्छ हान्न चाहिँ पर्यो हान्न चाहिँ पर्यो धेरै धन्यवाद उनले पनि 5 विकेट प्लस 100 हानेकोलाई चाहिँ सहयोग गर्न सुझी भएको छ थ्याङ्क यू सो मच फर क्यास आउटलाई $20 ल एउटा हरेक गेममा एउटा क्यासलाई $20 एउटा ल सेन्चुरीलाई $30 आउँदाखेरि र मैले तपाईँलाई यदि ब्याट्सम्यानले चाहिँ हरेक अपोनेन्ट टिममा चाहिँ 5-6 ल्याउँदाखेरि $100 चाहिँ गिफ्ट दिन्छ बलरले चाहिँ एटलिस्ट 3 विकेट लियो भने चाहिँ $100 म चाहिँ हाम्रो दाजुभाइको अमेरिकन समाजमा चाहिँ एउटा मेडल हुन्छ हाम्रो मार्केटमा एरियल बुचरले जता गए पनि विश्वको भोज लिएर हरेक रन आउट र हरेक क्याचमा विश्वको यो भनेको सेन्चुरी मात्रै हान्दा र 5 वटा छक्का नहान्दा पनि एउटा प्लेयरले $300 पाइरहेको हुन्छ 5 वटा छक्का हान्दैन यदि उसले सेन्चुरी हान्छ भने उसले यस्तो काम गर्ने हाम्रा याङ्सेका यो मौका जस्तो केही नयाँ